प्रिय महानुभावहरू, जय श्री राधे, जय श्री कृष्ण। सम्पूर्ण भक्तजनहरूलाई आज म विशेष जानकारी लिएर उपस्थित भएको छु। कामिका एकादशी श्रावण कृष्ण पक्षको एकादशी तिथि कहिले परेको छ र द्वादशी जोडिएको छ कि छैन, यो व्रत बस्नाले हामीले के फल प्राप्त गर्दछौँ, हामीले यो एकादशीमा विशेष गरेर अरू एकादशी जस्तै हो कि यो एकादशी विशेष रहेको छ, यो सम्पूर्ण कुराको जानकारी म दिनेछु। र साथसाथै श्रावणमा व्रत बसिरहनु भएको छ, उपासना गरिरहनु भएको छ, यो दिन शिवजीको पूजा गर्ने कि नगर्ने त? भगवान विष्णुको प्रिय एकादशी हुनुहुन्छ, शिवको पूजा कसरी गर्ने, शिवको पूजा कतिखेर गर्ने, अनि शिवजीको पूजा गरिरहँदाखेरि नारायणको पूजालाई हामीले कसरी चाहिँ पूर्ण रूपमा दिने भन्ने कुरा पनि म हजुरहरूलाई जानकारी गराउनेछु। र साथसाथै द्वादशी जोडिएको एकादशी अत्यन्तै पवित्र एकादशी मानिन्छ, अनि हामीले चाहिँ यो विशेष गरेर यो एकादशीको दिन हामीले कुन प्रकारले भगवानको पूजा गर्ने, भगवानलाई के चढाउने र भगवानको के नामबाट पूजा गर्ने, विशेष गरेर यो जानकारीहरू हजुरहरूलाई म दिन गइरहेको छु। आउनुहोस् तिथिमितिबाट सुरु गरौँ। 2083 साल श्रावण महिनाको 24 गते आइतबारको दिन, अङ्ग्रेजी मिति 2026 अगस्त महिनाको 9 तारिकको दिन कामिका एकादशी व्रत रहेको छ। अब यो कामिका एकादशीकै दिन हामीले कति बजेसम्म एकादशी छ, द्वादशी कति बजे लाग्छ भन्ने कुराको जानकारी पनि लिन जरुरी छ। त्यस कारणले गर्दा अब हामीले के बुझ्नुपर्छ भने बिहानको 11:23 एकादशी तिथि अनि तत्पश्चात द्वादशी तिथि लाग्छ। अब कामिका एकादशी व्रतमा हामीले चाहिँ यो द्वादशीको पनि व्रत हुने भयो, अत्यन्तै दिव्य संयोग मिलेको छ। 2083 साल श्रावण महिनाको 24 गते आइतबारको दिन। अब हामीले विशेष गरेर यो दिनको व्रत विधि के हो भन्ने कुरा म जानकारी गराउनेछु। हामीले एकादशीको व्रत त लिइ नै रहेका छौँ। अब हजुरहरू कोही यदि होइन म त यो एकादशी चाहिँ नयाँ व्रत सुरु गर्छु, नयाँ व्रतबाट थालनी गर्छु भन्ने लाग्छ भने चाहिँ यो कदापि पनि यो भुल नगर्नुहोला, किनभने बृहस्पति अस्त भएको समयमा नयाँ व्रतहरू सुरु गर्नु हुँदैन। जस्तो नित्य व्रतहरू जस्तो श्रावण पर्व पर्यो, श्रावणमा त लिन मिल्यो, तर यो नित्य व्रत भन्दा पनि कामिका भनेको कामना राखेर गर्ने व्रत हो। त्यस कारणले गर्दाखेरि हामीले एकादशीको व्रत सुरु गर्न चाहिँ मिल्दैन। यदि हजुरहरूले अरू बेला व्रत लिइरहनु भएको छ भने चाहिँ फेरि पूर्ण रूपमा व्रत लिन मिल्छ। अब त्यस कारणले गर्दा नयाँ व्रत लिनेहरूले चाहिँ उत्पत्तिका एकादशीबाट मात्रै नयाँ व्रत सुरु गर्ने हो विशेष गरेर है। अब हामीले चाहिँ यो दिन कामिका एकादशीको दिन चाहिँ सकभर अन्न नखाने सम्पूर्णले नै है, व्रत लिनेहरूले पनि व्रत नलिनेहरूले पनि, अनि नारायण भगवानको ध्यान गर्ने, उपासना गर्ने। तपाईँ विदेशमा हुनुहुन्छ, काम गरिरहनु भएको छ होइन, अब व्रत लिन पाइन भन्ने लाग्छ भने शुद्ध हृदयले सकेसम्म त्यो दिन चाहिँ भेज खाना खाएर, अनि सकेसम्म चामल नखाए, अहिले त विभिन्न छ माध्यमहरू, रोटी छ, फ्रुट्सहरू छ होइन, फलफुलहरू खाएर पनि हामीले व्रत पूर्ण गर्न सक्छौँ। त्यस कारणले गर्दा हजुरहरूले व्रत लिइरहँदाखेरि चाहिँ हिँड्दा डुल्दा रघुपति राघव खाँदा नमः शिवाय है, हिँड्दा डुल्दा रघुपति राघवलाई सम्झिने, राम भगवानलाई सम्झिने, अनि खाँदाखेरि ओम नमः शिवाय भनेर खाने, यो भावले हामीले यो दिन बस्न सक्छौँ। अब व्रत लिनै पर्छ भन्ने छैन। विदेशमा हुनुहुन्छ, काम गर्न जानुपर्छ, मेरो त समय मिल्दैन, भजन गर्ने, ध्यान गर्ने, तप गर्ने यी समय हुँदैन भन्नुहुन्छ भने हजुरहरूले हिँड्दा डुल्दा जति जुन अवस्थामा काम गरिरहँदाखेरि पनि मनदेखि चाहिँ ओम नमो भगवते वासुदेवाय नमः, अनि विशेष गरेर भगवानको नाम मधुसूदनाय नमः भनेर यो श्रावण महिनामा शुद्ध मानिन्छ, त्यसैले मधुसूदनाय नमः भनेर भगवानको नाम पुकार गर्ने। अब विशेष गरेर हामीले यसरी मधुसूदन भगवानको नाम पुकार्दै पुकार्दै कामहरू गर्यो भने पनि हाम्रो मनोकामना पूर्ण हुन्छ व्रत नलिनेहरूका लागि। अब व्रत लिनेहरूले चाहिँ विधि के हो त, व्रत कसरी लिने, कुन प्रकारले लिने, अनि यो दिन हामीले नारायणको पूजा गर्दाखेरि, शिवजीको पूजा गर्दाखेरि कुन तरिकाबाट गर्ने, अगाडि शिवजीको गर्ने कि अगाडि नारायणको गर्ने त होइन, यी प्रश्नहरू आउन सक्छन्। त्यस कारणले गर्दा म हजुरहरूलाई क्लियर गरिदिन चाहन्छु। अब जसले एकादशीको व्रत लिँदै हुनुहुन्छ उहाँले व्रतका लागि अघिल्लो दिन नै दशमीका दिन बेलुका भनेको श्रावण महिनाको 23 गते बेलुका नै सात्विक भोजन ग्रहण गर्ने र दाँत माझेर मात्रै सुत्ने। दाँत माझेर सुतिसके पछाडि एकादशीका दिन बिहान सबेरै ब्रह्म मुहुर्तमा उठ्नु। 8 बजे 9 बजे उठेर व्रत पूर्ण हुँदैन सज्जन, त्यसैले ब्रह्म मुहुर्तमै उठ्नु। ब्रह्म मुहुर्तमा उठेर हामीले घरमा गङ्गाजल ल्याएका छौँ भने गङ्गाजल मिसाएर पानीमा मिसाउने, अनि गङ्गाजलद्वारा स्नान गर्ने, अनि त्यही गङ्गाजल पानी यसो घरमा पनि छर्किने, सबैतिर छर्किने, घर पुसपास गर्ने, सबै शुद्ध वस्त्र लगाउने। कपडा अब शुद्ध वस्त्र भन्नाले नयाँ होइन है, फेरि हजुरले धोएर
धोएर राखेको शुद्ध कपडा छ भने त्यो धारण गर्ने। अनि त्यो धारण गरिसके पश्चात सर्वप्रथम तुलसीको मोठमा गएर भगवान सूर्यदेवलाई जल अर्पण गर्ने। सूर्य भगवानलाई जल नचढाइकन कुनै पनि कर्म प्रारम्भ नगर्नु भनिएको छ। त्यसैले सर्वप्रथम सूर्यनारायण भगवानलाई जल अर्घ्य दिने अनि वन्दना गर्ने, हे सूर्यनारायण भगवान भनेर सूर्यनारायण भगवानको वन्दना गर्ने। अनि यसरी सूर्यनारायण भगवानको वन्दना गर्दाखेरि यही सूर्य सहस्रांशो तेजोराशे जगतपते अनुकम्पयमां भक्त्या गृहणार्घ्यं दिवाकर। हे दिवाकर भगवान, मैले यो अर्घ्य अर्पण गरेको छु, मेरो दिनलाई अत्यन्त पवित्र बनाइदिनुहोस्। सजन, म हजुरलाई एउटा यो कुरा बताउन चाहन्छु कि हामीले प्रत्येक दिन बिहान उठ्दाखेरि नै दिनको प्रतिज्ञा गर्नु अरे क्या, दिनभरिको प्रतिज्ञा गर्नु अरे, म आज यो प्रकारको कर्म गर्छु, म यसरी गर्छु भनेर सूर्यनारायण भगवान समक्ष हामीले प्रतिज्ञा गर्नु अरे। त्यसैले सूर्यनारायण भगवानलाई जल चढाउनु। अब सूर्यनारायण भगवानलाई जल चढाइसके पश्चात हामी तत्पश्चात पूजा स्थलमा आउने। पूजा स्थलमा आएर सबै अघिल्लो दिन पूजा गरेका फुलहरू छन् भने त्यो निकाल्ने, फुलहरू निकालेर कलशहरूमा जल फेर्ने। जलहरू फेरिसके पश्चात हामीले के गर्न सकिन्छ भने सर्वप्रथम दियो प्रज्वलन गर्ने। दियो प्रज्वलन गरिसके पछाडि दियोको पूजा गर्ने। दीपनारायणाय नमः भनेर हामीले अरू केही जान्दैनौँ, मन्त्रहरू आउँदैन भने दीपनारायणाय नमः यति भन्न त सक्छौँ। त्यसैले दीपनारायणाय नमः भनेर दियोको पूजा गर्ने। नारायण भगवानकै स्वरूप हुनुहुन्छ दीप पनि, त्यसैले सर्वप्रथम नै हामीले नारायणको उपासना गर्छौँ। दीपनारायण भगवानको पूजा गरिसके पछाडि कलशको पूजा गर्ने। कलशस्थ वरुण देवताभ्यो नमः भनेर कलशमा पनि फुल चढाउने, अक्षता चढाउने, चन्दन चढाउने। दुबो नराखेको कलश पूर्ण हुँदैन, कुश नराखेको कलश परिपूर्ण हुँदैन। त्यसैले कुश र दुबो चाहिँ अनिवार्य राख्नु होला। कुश र दुबो बिना पूजा पनि पूर्ण हुँदैन। त्यसैले पनि पूजामा पनि कुश र दुबो चाहिँ अनिवार्य हुन्छ। कर्मपात्र थाली अनिवार्य हुन्छ, त्यसैले कर्मपात्रको भाँडो पनि बनाउनु होला। अब यसरी हामीले कलशको पूजा गरिसके पश्चात विघ्नहर्ता गणपतिको उपासना गर्ने। मन्त्र आउँछ भन्ने, आउँदैन भने ओम गम गणपतये नमः, यो पञ्चाक्षरी मन्त्र गणेशजीको अत्यन्तै प्रिय मन्त्र। गणेशजीलाई ओम गम गणपतये नमः भनेर दुबो, रातो अक्षता, रातो फुल गणेशजीलाई अर्पण गरिदिने। अब गणेशजीको पूजा गरिसके पछाडि यो श्रावण महिनामा परेको छ। अब श्रावण महिनामा के भनिएको छ भने मधुसूदन नामले नारायण भगवानको उपासना गर्नु। त्यसैले श्रावण महिनामा चाहिँ मधुसूदन भगवानलाई सम्झेर हामीले घरमा शालिग्राम राखेको छ भने शालिग्रामलाई स्नान गराउनु। सर्वप्रथम शालिग्राम भगवानलाई स्नान गराएर कपडाले पुछेर शालिग्राम भगवानलाई सुन्दर चन्दन लगाइदिनु, स्वरूप बनाइदिनु। अनि तत्पश्चात तुलसी मन्जरी पहेँलो पुष्पहरूले शालिग्राम भगवानको पूजा गर्नु। अब विशेष गरेर यो दिन शालिग्राम भगवानको पूजा र शालिग्राम भगवानको पूजा गर्न छैन, शालिग्राम राख्नु भएको छैन हजुरले घरमा भने हामीले चाहिँ विशेष गरेर भगवान विष्णुको फोटोमा पूजा गर्ने। अब विशेष गरेर श्रावण महिनामा विष्णुको नाम श्रीधर हुन्छ, तसर्थ श्रीधराय नमः मधुसूदनाय नमः भनेर नारायण भगवानको पूजा गर्ने। श्रीधराय नमः श्री मधुसूदनाय नमः भनेर पुकार्दा हाम्रा सम्पूर्ण पापहरू नष्ट हुन्छ भनेर शास्त्रमा बताइएको छ। अब विशेष गरेर केसम्म भनिएको छ भने जुन फल सूर्य ग्रहण र चन्द्र ग्रहणमा कुरुक्षेत्रमा गएर दान गरिन्छ, स्नान गरिन्छ, त्यो सम्पूर्ण फल चाहिँ हामीले यो कामिका एकादशीको दिन श्रीधराय नमः मधुसूदनाय नमः भनेर पूजा गर्नाले प्राप्त हुन्छ। त्यसैले पनि हामीले यो व्रतको दिन चाहिँ श्रीधराय नमः मधुसूदनाय नमः भनेर नारायण भगवानको पूजा गर्नु। अब शालिग्राम राख्नु भएको छ भने शालिग्राम भगवानको पूजा गर्ने, शालिग्राम राख्नु भएको छैन भने नारायण भगवानको फोटोमा पूजा गर्ने। अब यसरी हामीले नारायण भगवानको पूजा गरिसके पश्चात अनि तत्पश्चात हामी भोलेनाथ शिवजीको यो श्रावण महिना अत्यन्तै प्रिय महिना, यो श्रावण महिनामा भगवान भोले बाबा पृथ्वी लोकमा आउनुहुन्छ भनेर शास्त्रमा बताइएको छ। अरू महिनामा यत्रतत्र कहिले मानसरोवरमा जाने, कहिले देवता बनेर घुम्ने, विभिन्न स्वरूपमा हिँड्ने भएकोले गर्दा भोले बाबालाई जहिले तहिले भेट्न सकिँदैन थियो। तर श्रावण महिनामा चाहिँ भोले बाबा पृथ्वी लोकमै बस्नुहुन्छ भनेर शास्त्रमा रहेको छ। हिमालय पर्वतकी छोरी पार्वतीसँग भगवान भोले बाबाले उमासँग विवाह गर्नुभयो। अब उमासँग विवाह गरिसकेपछि भोले बाबा कैलाशमा उमालाई लिएर जानुभयो। समय व्यतीत भयो, उमा माता पार्वती माइत आउन पाउनु भएन। भोले बाबा त आउनु नि हुन्न थियो, कहिले मानसरोवरमा राजहाँस बनेर हिँड्ने, कहिले मृग बनेर हिँड्ने। भोले बाबालाई त भेट्दै नभेट्ने। माता पार्वतीलाई बडा भित्रदेखि चित्त दुख्यो कि मेरा पति जानु नै हुन्न, मान्नु नै हुन्न, ससुराली जानका निमित्त पृथ्वीलोकमा त जाने कुरै गर्नुहुन्न भनेर पार्वती माता
नेपालको पवित्र भूमिमा आउनुभयो र नेपालको पवित्र भूमिमा आएर शिवलिङ्ग बनाई भगवान् भोले बाबाको उपासना गर्नुभयो। अनि भोले बाबा प्रकट भइसके पश्चात भोले बाबाले पार्वती मातालाई भन्नुभयो कि हे पार्वती, म तिम्रो जप र तपबाट म अत्यन्तै प्रसन्न छु, के वरदान माग्छ भन्दा माता पार्वतीले भन्नुभयो कि प्रभु अरू मलाई केही पनि चाहिँदैन, वर्ष दिनभरि कता कता कुद्नुहुन्छ कुद्नुहोस्, तर श्रावण महिनामा चाहिँ हजुर यो भक्तहरूका निमित्त यो परम पवित्र भारतवर्षमा हजुर बसिदिनुहोस्, भारतवर्षमा बसिदिनुहोस् र भक्तहरूले हजुरको उपासना गर्नेछन्। यो श्रावण महिनामा श्रवण नक्षत्रले युक्त पूर्णिमा तिथि पर्ने भएकोले गर्दा यसलाई श्रावण महिना भनिएको प्रभु। यो त श्रवण गर्ने महिना हो, सुन्ने महिना हो। त्यसैले प्रभु जसरी हुन्छ हजुरले सम्पूर्ण भक्तहरूलाई दर्शन दिनुहोस् भनेका कारणले गर्दाखेरि श्रावण महिनामा भोले बाबा हाम्रा प्रत्येक घर घरमा शिवलिङ्गहरूमा आउनुहुन्छ। त्यसैले यो महिनामा शिवजीको पूजा गर्ने महिना, त्यसैले श्रीधर रूपी भगवान, मधुसूदन रूपी भगवानको पूजा गरिसके पश्चात भगवान भोले बाबाको पूजा गर्ने। अब पूजा गर्दाखेरि बेलपत्र अनिवार्य चढाउने, जल अनिवार्य चढाउने, अनि साथसाथै हजुरलाई मन्त्र आउँदैन। मन्त्र आउँदैन भने कसरी चढाउने त भन्दाखेरि प्रभु ओम नमः शिवाय मात्र हजुरहरूले के भन्ने, ओम नमः शिवाय भन्ने, भोले बाबालाई बेलपत्र चढाउने। ओम नमः शिवाय यो पञ्चाक्षरी मन्त्रबाट भगवान् भोले बाबा अत्यन्तै प्रसन्न हुनुहुन्छ। यो श्रावण महिनामा पर्ने यो कामिका एकादशी भनेको के हो भने विशेष गरेर हाम्रा कामनाहरूलाई पूर्ण गर्ने भन्ने अर्थ पनि बुझिन्छ र हाम्रो काम वासनालाई नष्ट गर्ने पनि बुझिन्छ। त्यसैले यो दिव्य एकादशीमा हामीले दुईवटा कुरा गर्न सक्छौँ, हाम्रा कामना वासनालाई पनि हटाउन सक्छौँ र साथसाथै आफ्नो मनोकामनालाई पूर्ण गर्न सक्छौँ। त्यसैले भगवान् श्रीधर र मधुसूदनको पूजा अनि भगवान् भोले बाबाको पूजा गर्दै यो श्रावण महिनामा हामीले कामिका एकादशीलाई परिपूर्ण गर्छौँ। त्यस कारणले गर्दा हजुरहरूले यो व्रतलाई परिपूर्ण गर्नका निमित्त भगवान् भोले बाबाको पूजा गर्ने अनि तत्पश्चात अनि आरती गर्ने भगवानको आरती गरिसके पश्चात पञ्चामृतहरू जे बनाउनु भएको छ त्यो पञ्चामृतहरू त्यही राख्ने अनि साँझको समयमा साँझबत्ती बाल्ने, भगवान् श्रीनारायणको आरती गर्ने। आरती गरिसके पश्चात पनि हजुरहरूले बसेर भगवानको मन्त्र जप्नु, ओम श्रीधराय नमः, ओम मधुसूदनाय नमः भनेर केही क्षण मन्त्र जप गर्ने। अनि मन्त्र जप गरिसके पश्चात मात्रै घरमा भएका अरू आफ्ना जनहरू, आफ्ना परिवारजनहरूलाई पनि पञ्चामृत दिने व्रत पारण गर्नेले त्यही दिन गर्न मिलो। अब होइन म भोलिपल्ट मात्रै गर्छु भन्नुहुन्छ भने भोलिपल्ट बिहान पनि सूर्योदय हुनुभन्दा अगाडि नै उठ्ने, स्नान आदि कर्महरू गर्ने, भगवानको पूजा गर्ने, भगवानको चरण कमलको ध्यान गर्ने अनि तत्पश्चात मात्रै हजुरले पञ्चामृत ग्रहण गर्ने। पञ्चामृत र प्रसाद ग्रहण गरिसकेपछि मात्रै अनि अन्य कुराहरू गर्ने। सकिन्छ भने एकजना ब्राह्मणलाई टीका लगाएर सिधा दान पनि गर्नु भनिएको छ। यसरी व्रत बस्यो भने व्रत पूर्ण हुन्छ भन्दै म हजुरहरू समक्षबाट बिदा माग्न चाहन्छु। जय श्री राधे, जय श्री कृष्ण, ओम नमः शिवाय।